साथीहरू अब चाहिँ म एयरपोर्टको लागि जाँदैछु र दाइहरू सुतिसक्नु भएको छ। बल्ल ट्याक्सी आयो यार। फाइनली चाहिँ हामीलाई अङ्कलले एकदमै फास्ट एकदमै रफ्तार बाटोमा छोटो बाटो कुदाएर ल्याउनु भयो। 1:30 अलिक बाटो लाग्यो तर हामी 1:45 पुग्न सक्नुभयो। 15 मिनटमै अब 35 मिनटको बाटोमा हामी 15 मिनटमै आउन सक्यौँ र उहाँ अङ्कललाई म मनदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सो गाइज हाम्रो बस आइसकेको छ, बस यही हो है। सो गाइज अब चाहिँ हामी यहाँबाट सौलसम्म पुग्न चाहिँ 350 किलोमिटर रहेको छ। म अब इन्चन एयरपोर्ट पुगिसकेँ। तपाईँहरूले यो साइनबोर्ड हेरेर चाहिँ आफ्नो फ्लाइट हेर्न सक्नुहुन्छ र आफ्नो फ्लाइट हेरेर आफ्नो इमिग्रेसन कुनमा छ भनेर चाहिँ हेर्न सक्नुहुन्छ। मेरो चाहिँ E19 देखि 38 को बिचमा रहेको रहेछ है। यो चाहिँ इमिग्रेसन चेक हुन जाँदै गर्दाखेरिको भिडियो। गाइज म चाहिँ भित्र बसिसकेको छु र अब यहाँ चाहिँ बोलेर भिडियो गर्न चाहिँ मिल्दैन। फाइनली साथीहरू म चाहिँ काठमाडौँ इन्टरनेसनल एयरपोर्ट आइपुगेँ। झन्डै आधा घन्टा पुगेपछि चाहिँ हामीले हाम्रो लगेजहरू पायौँ। अनि यहाँ चाहिँ हल्का ढिला भयो। सो गाइस फाइनली अब एयरपोर्टदेखि बाहिर निस्किसकेँ म र मलाई लग्न 2 जना भिन्नर चाहिँ आउनुभएको रहेछ र अब भिन्नरसँग चाहिँ अब ट्याक्सी चढेर जानुपर्छ रुम। अब हामी ट्याक्सी खोज्नतर्फ लाग्छौँ। भेटेर उहाँलाई धेरै नै खुसी लागेको छ मलाई। फाइनली गाइज म चाहिँ